साथीहरू चावल बोकेर एक्लै गइरहेको छु रुममा। साथीहरू पनि यस्तो छ पाएको छु कि मैले साला सुतेर बस्छ दिनभरि रुममा सुतिरहेको छ, चावल छैन सब्जी छैन केही लिनु आउँदैन। मैले लानुपर्छ चावल सब्जीहरू के होइन। अनि भन्नुपर्दाखेरि चाहिँ साथीहरू चावल पनि लाँदैन, रुममै सुतेर बस्छ अहिले होइन। चावल पनि मैले एक्लै लगिरहेको छु अनि उनीहरू चाहिँ रुममा सुतेर बस्छ। यस्तो खालको साथीहरू पाएको छ। अब बाहिर अब गाउँदेखि घरदेखि बाहिर आएपछि यतिको त गर्नै पर्यो दुःख होइन। यतिको दुःख चाहिँ गरिरहेको छु अहिले। पर आधा किलो 10-15 मिनट 20 मिनट जस्तो लाग्छ होला बाटो, त्यहाँदेखि बोकेर ल्याएको चामल एक्लै, त्यो पनि पानी परिरहेको छ छाता ओढेर। बाटोहरू यस्तो छ झन्डै चिप्लेन लड छ यस्तो बिजोग थियो। अब बाहिर